लटरम्बेश्वरको हाइक यहाँबाट सुरु भएको छ हाम्रो। लटरम्बेश्वर है, लटरम्बेश्वर। फाइनली भएको छैन। अलि हिँड्न छिटो। फाइनली हाइक सकिएको छ। हो है हाम्रो सेकेन्ड राइडर हो सुरेन चाहिँ यहाँ तल आएर आमामा यहाँबाट यस्तो भ्यू भइरहेछ। बगुवाबाट बागमती खोला तरेर पारी डाँडा अलिकति उक्लेपछि बल्ल लटरम्बेश्वर हाइक जाने बाटो सुरु हुन्छ। यता साइडमा जाउँ, साइडमा जाउँ रे, साइडबाट जाउँ रे सुरेन। आउँदैन कि उता त्यसलाई जान दिनु। आउनु पऱ्यो अझ अड्दैन, हट्नु परेन। अझ अड्दैन तपाईँको। कस्तो यहीँ अप्ठ्यारो बाटो पनि भेटेको यार। यस्तो जाम भएछ यहाँ चाहिँ। ठुल्ठुलो ट्रकहरू आएर जाम भइरहेछ। बागमती खोला आमा कत्रो ठुलो यार है घुम जानुपर्ने। यस्तो नआयो भने त सिधै हाल्यो नि। बाटो चाहिँ सानो छ है साथीहरू। कत्रो ट्रक आएको त यार। यो धेरै सानो बाटो हो त यार यो त। पहिला त ठुलै थियो, अहिले सानो भयो। जमजम त्यसलाई चाहिँ नकुरामा यार कसरी जान्थ्यो। कन्स्ट्रक्सनको काम भइरहेको रहेछ। यो चाहिँ खास गरी यो दुईवटा सुरुङ चाहिँ माथि देखिराख्नु भएको दुईवटा सुरुङ चाहिँ फास्ट ट्र्याकको सुरुङ हो। यहाँबाट छिरेर उतै सिधै सिस्नेरी निस्किने सुरुङ हो यो चाहिँ। महादेव डाँडाको सुरुङ भनेकै जस्तो लाग्यो मलाई। पक्रै यहाँ त एकदम गाह्रो छ है, यस्तो पछाडि नजानु छ नि त। यस्तो झ्याउ के यार यो गाडीको पछाडि हिँडेर यार। उकालो न उकालो। यो चाहिँ फास्ट ट्र्याकको सुरुङ हो यो। यहाँबाट सिधै सिस्नेरी निस्किने। बाफ रे बाफ, यो पुरै डाँडा त्यो बवाल यार। कहिले यहाँबाट हिँड्न पाउँछ होला त ल। हो बिस्तार लैजाऊ लटरम्बेश्वरको हाइक यहाँबाट सुरु भएको छ हाम्रो। बगुवा खोलाभन्दा अलिकति माथि एउटा गाउँ आर्मी क्याम्पको माथिबाट स्कुटर हामीले त्यहीँ राखेका छौँ। अब हामी यहाँबाट हिँड्दै जान्छौँ। सर्टकट बाटो त भन्नुभयो, तर यो बाटो चाहिँ सर्टकट तर ठाडै उकालो रहेछ कि। यो माथिको डाँडा पुरै सिधै हेरौँ के कसो हुन्छ। यहाँबाट माथि होला हौ, घर जस्तो लाग्यो मलाई यहाँबाट माथि। लटरम्बेश्वर दुईजना साथीहरू लम्किसक्यो। ओहो उकालो त यहीँबाट पो सुरु भयो त यार। सञ्जय उकालो त यहीँबाट पो सुरु भयो त। के छ तपाईँको? चढ्नु पर्यो, विकल्प छैन अर्को बाटो। हिँड्नुपर्छ भनेर तपाईँ नआएको हो नि पहिलेदेखि होइन? सञ्जय
तपाईँ हिँड्नै पर्छ भनेर नआएको हो नि पहिलेदेखि होइन, तर आज चाहिँ हिँड्नै पर्ने अवस्था छ। पछाडि हिँड्यो भने जुका सबै पछाडि हिँड्नेलाई लाग्छ अरे क्या, अगाडि हिँड्नुपर्छ जस्तो लागिरहेछ। एक्चुअली बोर्ड राखेको हुँदो रहेछ कहाँबाट जाने भनेर। हाफ वे पनि भएको छैन, साथीहरू थाकिसक्यो, ठाडै उकालो छ। बर्बाद छ, बढिया है, बर्बाद। सिधै भर्नु गएर होइन। आयो होइन, आधी बाटो भयो। अर्को बाटो चाहिँ उताबाट रहेछ है, त्यो हामी तल स्कुटरमा उकालोमा भेटेको कि बनाएको थियो, त्यो लगाउँ कि यो लगाउँ भयो क्या। अनि फेरि पानी पर्ला, पानी लगाएर सरेको हाफ वे हिँडिसक्यौँ, अब हाफ वे बाँकी छ टपमा पुग्नलाई। अहिलेसम्म यसरी हाइक हिँडेको छैन होला सन्चरले, छ त? कहाँ गएको थियो? ए त्यो विष्णुदर त प्लानै गरेर लग्ने रहेछ। यता हो, यता कहाँ उल्टो उल्टो गएको? ओ सर यता हो। पानी खाने हो, पानी खाने हो। खैले बिर्को लगाउनु। ढुङ्गालाई काटेर बनाएको। लटरम्बेश्वर है, लटरम्बेश्वर। Hey. फाइनली भएको छैन अलि हिँड्न छिटो। ओ माय गॉड, मुनिबाट हिँड्दै आउनु भयो, मुनिबाट। कन्फ्युज भइरहेको थियो अघिदेखि।
जुत्ता कहाँ खोल्छ खोल्दैन ठ्याक्कै त्यो अहिले क्लिन देख्यो हो यो बेला चाहिँ हो कि त यत्रो बाटो हिँडेर आउनुभयो अफिस मेटहरूसँग ओके फाइनली हाइक सकिएको छ बाइक राख्ने ठाउँ आइपुग्यो गाह्रो ओह्रालो हिँड्न चाहिँ लास्टै गाह्रो अरू त्यस्तै हो ओह्रालो हिँड्न चाहिँ लास्टै गाह्रो यो घरमा राखेको छ बाइक